घरबाट निस्केको है। हिजो एउटा साथी मसँग वाइन हारेको छ, त्यसको वाइन गएर खाइदिनु पर्यो। हाम्रो भेट्ने चाहिँ याङतारुङमा प्लानिङ छ, तर यस्तो पानी आइरहेछ। तर मलाई यो पानीले छेक्दैन, किनकि खाने मुखलाई जुङ्गाले छेक्दैन। खाने मुखलाई जुङ्गाले छेक्दैन। अब चल्दिएको हान्दिने हो। फ्रान्सले एउटा वाइन चाहिँ खुवायो है, जेसुकै भए पनि। फ्यान त म अर्जेन्टिनाको हो, तर अब यो हिजो बाजी चाहिँ फ्रान्सबाट थियो क्या। यस्तो पानीले छेक्छ हामीलाई? छेक्दैन, चल्दियो। एम्बापेले मलाई चाहिँ वाइन जिताइदिएकोमा धन्यवाद। अब म खानु आँटेको छु ल। एक्लै छु, कोही छैन, कोही चाहिँदैन पनि। एक्लै हान्ने, चल्दिने। जितौरी पार्टी हुँदैछ ल। यहाँ चाहिँ किन्दिने चाहिँ हार्ने चाहिँ यो। यसलाई सुनाइदिएको हौ कसलाई? मलाई। अनि हिजो ग्रुपमा देखि त छैन सबै। दामी मिठो भयो यार। कहिले वाइन यस्तो मिठो भएको थिएन यार। होइन होला, के हो? एम्बापेले वाइन खुवायो त। त रिसाइस क्या हो वाइन हारेर? नरिसाएर भने त्यसलाई पनि पुन्टे बियर माग्दिरहेछ त। कान्छाले त छिटो रिसाइसक्यो, यसलाई आगो भइसक्यो यो। आमा ल, चिसो हो त पनि। यति आवेशमा जुन आइदिएन, मलाई भन्छ उही आवेशमा आउँदैछ, अझै मलाई भन्छ आवेशमा आयो भनेर। यति जितौरी खानुको लागि यसलाई पनि साथी राख्नै पर्ने भयो मैले। घाटै भयो लाग्छ होइन? अब सेकको आउँछ त घाटा पो लाग्छ कि क्या हो जाँट।